सिंह र मुसा एक समयको कुरा हो। एउटा सिंह जङ्गलमा सुतिरहेको थियो। जब सिंह सुतिरहेको थियो त्यतिबेला एउटा मुसा सुतिरहेको सिंहसँग खेल्न थाल्यो र उसको शरीरमा उफ्रन थाल्यो। यसले गर्दा सिंहको निद्रा बिग्रियो र ऊ उठ्यो। र सिंह धेरै रिसायो। रिसाएको सिंहले मुसालाई समात्यो र जतिबेला सिंहले मुसालाई खान लागेको थियो त्यतिबेला मुसाले उसलाई छोडिदिने बिन्ती गर्यो। र उसले कसम खायो कि यदि उसलाई कहिल्यै आवश्यक परेमा ऊ अवश्य पनि सिंहको मद्दतको लागि आउनेछ। मुसाको यो साहस देखेर सिंह धेरै हाँस्यो र उसलाई जान दियो। केही महिनापछि केही सिकारीहरू जङ्गलमा शिकार गर्न आए र उनीहरूले आफ्नो जालमा सिंहलाई फसाए र उसलाई एउटा रुखमा बाँधे। यस्तो अवस्थामा समस्या नपरेको सिंहले आफूलाई छुटाउन धेरै प्रयास गर्यो, तर केही गर्न सकेन। विवश भएर ऊ ठुलो स्वरले गर्ज्यो। उसको गर्जन धेरै टाढासम्म सुनियो। त्यही नजिकैको बाटोबाट मुसा गइरहेको थियो र जब उसले सिंहको गर्जन सुन्यो तब उसलाई सिंह समस्यामा परेको महसुस भयो। जतिबेला मुसा सिंहको नजिक पुग्यो ऊ तुरुन्तै आफ्नो तिखो दाँतले जाल पुग्न थाल्यो, जसले गर्दा सिंह केही समयमा जालबाट मुक्त भयो। जालबाट बाहिर निस्केपछि उसले मुसालाई धन्यवाद दियो। पछि दुवै सँगै जङ्गलतिर लागे।